चुनावमा बोलेको कुरा गरेरै छाड्ने भए पूरा चाले अर्को कठोर कदम। भ्रष्टमाथि भटाभट भाटा हानिरहेको बालेन सरकारको कामचोर ठेकेदारमाथि पनि कडा एक्सन। आफ्नै मन्त्रीको कदममा बालेनको ब्रेक। बल्ल खुल्यो गृहमन्त्रीको जग्गाको रहस्य, जसले सबैलाई बनायो अचम्मित। कुनै सरकारले नसुनेको महावीरको कुरा बालेन सरकारले गर्यो पूरा। हाई प्रोफाइलको हरायो भोक निन्द्रा। अख्तियारका प्रमुख नै अबको निशानामा जुनसुकै बेला पक्राउ पर्न सक्ने। एकातिर पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्री खोरमा, अर्कोतिर बहालवाला अख्तियार प्रमुख नै निशानामा। देशमा अहिले सरकार चलिरहेको छ कि कुनै थ्रिलर एक्सन फिल्म? तर पख्नुस्, अरूलाई हतकडी लगाउने गृहमन्त्री के आफै फेवातालको जग्गा प्रकरणमा फस्दैछन्? उनको भनिएको 20 रोपनी जग्गाको वास्तविकता बल्ल बाहिरिएको छ। आज हामी कुरा गर्दैछौँ बालेन नेतृत्वको सरकारको यो डरलाग्दो एक्सन र यसका नभनिएका कन्ट्राडिक्सन बारे। बालेन शाहको नेतृत्व र सुदन गुरुङको गृह प्रशासनले सत्ताको वर्षौं पुरानो भिआइपी सिन्डिकेट भत्काउन सुरु गरेको छ। जेनजी आन्दोलनको जगमा उभिएको यो सरकारले एकै सातामा राज्यको परिभाषा नै बदल्ने गरी कदम चालेको छ। तर तालीको गडगडाहट भित्र केही यस्ता खतरनाक प्रश्नहरू दबिएका छन् जसको उत्तर आज हामीले खोज्नै पर्छ। पछिल्लो एक साताको दृश्य हेरौं। पहिलो 2 वर्षमा बन्ने बाटो 2 वर्षमै बन्नुपर्छ भन्ने प्रधानमन्त्री बालेन नेतृत्व